साथीहरू सबैजना सन्चै हुनुहुन्छ होला। हजुरहरूलाई आजको मेरो मिनी ब्लगमा स्वागत छ। आज चाहिँ म के पकाउन जान लागेको छु भने चाहिँ म चाहिँ मासु पकाउन जान लागेको छु। अब हजुरहरू भन्नु होला यो त मासु होइन, करुणा त बाउलाई के हो भनेर। त्यस्तो चाहिँ होइन, यो मासु नै हो। मैले चाहिँ मासुलाई बोइल गरिदिएँ। अब मासु पकाउन त सिकाउनु पर्छ जस्तो त लाग्दैन मलाई हजुरहरूलाई। अनि मैले चाहिँ मासु चाहिँ पकाएँ मस्तले। अब यस्तो मिठो मासु छ कि के भन्दिउँ, अब कुरै छोडिदिनु। हजुरहरूले खायो भने एकचोटि खायो भने दुई तीनचोटि खानुहुन्छ। अब मैले मासु चाहिँ पकाइसकेँ। अनि चाहिँ कराईमा तेल बसालेर फेरि चाहिँ अब म यो बनाउन लागेको छु। अब यसको नाम चाहिँ हजुरहरूलाई नै थाहा होला। अब म चाहिँ मासु नै भन्छु। अब यो चाहिँ गुलियोवाला मासु हो, एकदम मिठो हुन्छ, मिठो गुलियो हुन्छ। अब मैले चाहिँ यो दुईटै मासु पकाएँ। अब दुईटै मासु त पाक्यो, तर मलाई चाहिँ यिनी दुईमध्ये कुनै मासु नि मन पर्दैन। अब फेरि मन नपरिसक्यो भने त फेरि आफ्नो लागि अर्को मासु त बनाउनु पर्यो। त्यही भएर मैले चाहिँ आफ्नो लागि फेरि अर्को मासु बनाएँ। अब यो मासुको नाम चाहिँ हजुरहरू नै भन्नु होला, फेरि भन्नु होला कति धेरै मासु भनेर। धेरै नै छ, किनकि एकैजना हो नि त खाने। सो आजको लागि यति नै, बाई बाई।